कहिलेकाहीँ चाहिँ आफूले आफूलाई एक्लो फिल हुन्छ कि त्यतिखेर एक्लो फिल हुँदा चाहिँ अब कसैलाई भेट्न जाऊँ भने पनि अब मेरो त यहाँ कोही साथी छ जस्तो पनि लाग्दैन। त्यस्तो मैले चिनेको पनि छैन कि यता वरपर म त्यस्तो डुलिरहँदिनँ। अनि कम्पनीमा पनि म एक्लै नेपाली हो कि त्यसैले मलाई चाहिँ अलि गाह्रो फिल हुँदा चाहिँ केही हुँदा चाहिँ आफूले आफूलाई ट्रिट दिने गर्छु कि म चाहिँ। अनि आजको मेरो त्यस्तै ट्रिट चाहिँ यो बुल्दाक रामेन हो होइन। त्यही बुल्दाक रामेन खाएर मलाई चाहिँ आफ्नो मनलाई शान्त बनाउने सोचेको छु कि कहिलेकाहीँ अब साउहरूले गाली गर्छ के गर्छ काम बिग्रिन्छ सधैँ एक नाच त हुँदैन नि त दिन। सबैले आफ्नो मेहनत गर्ने नै हो। कसले चाहिँ मैले गल्ती गर्छु भनेर गर्छ र होइन र। त्यही पनि अब कहिलेकाहीँ मिस्टेकली झुकेर गल्ती त भइ नै हाल्छ। त्यही जे भए पनि अब आफूले आफूलाई मन शान्त गराउनका लागि भए पनि म मेरो आफ्नो मनपर्ने खाना बुल्दाक खाँदैछु, रामेन खाँदैछु। फेरि तपाईँहरू चाहिँ यसलाई गाली गरेर साउले अनि त्यसैले यो रुयो भनेर सोच्नु होला। यो रामेन चाहिँ एकदमै पिरो लागेको थियो कि त्यही भएर मलाई स्पाइसी खाना चाहिँ एकदमै मनपर्छ कि जस्तो जे भए पनि अब स्पाइसी चाहिँ मेरो फेभरेट नै हुन्छ। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई बाई।